हेलो एभ्रिवान, वेलकम टु नलेज बुक समरी। आज हामी एउटा यस्तो पुस्तकको सारांश लिएर आएका छौँ जसले सयौं वर्षदेखि मानिसको सोच बदलिरहेको छ। किताबको नाम हो एज अ म्यान थिङ्केट। लेखक हुन् जेम्स एलन। एज अ म्यान थिङ्केट सन् 1903 मा प्रकाशित एक प्रेरणादायी पुस्तक हो। यसको नाम बाइबलको एक पंक्तिबाट लिएको हो। एज अ म्यान थिङ्केट इन हिज हार्ट सो इज ही। जेम्स एलन भन्छन्, मानिसको वास्तविकता उसको सोच हो। हामी जस्तो सोच्छौँ हामी त्यस्तै बन्छौँ। हाम्रो विचारहरूले हाम्रो भविष्य निर्माण गर्छन्। पुस्तकका मूल सन्देशहरू विस्तृत रूपमा हेरौँ। नम्बर 1 मा रहेको छ, विचारहरू बिउ हुन्, जीवन तिनको बोट हो। हाम्रो मस्तिष्क खेत हो र हाम्रो विचारहरू त्यस खेतमा रोपिने बिउ। यदि हामी प्रेम, धैर्य र आशाका विचार रोप्छौँ भने जीवनमा खुसी र सफलता फल्छ। तर यदि हामी डर, घृणा, लोभको बिउ रोप्छौँ भने जीवनमा दुःख, निराशा र असफलता फल्छ। नम्बर 2 मा रहेको छ, तपाईको चरित्र तपाईका विचारहरूको समष्टि हो। जेम्स एलन भन्छन्, तपाईँ आज जसरी प्रस्तुत हुनुहुन्छ त्यो तपाईँले विगतमा सोच्दै आएको सोचको नतिजा हो। राम्रो विचारले व्यक्तित्व राम्रो बनाउँछ। नराम्रो सोचले अस्थिर मन, अशान्त व्यवहार र कमजोर चरित्र बनाउँछ। एक उदाहरण मात्र हेरौँ। यदि तपाईँ सधैँ भन्नुहुन्छ म सक्षम छैन, म विफल हुन्छु भने तपाईँको आत्मविश्वास क्रमशः घट्दै जान्छ। तर यदि तपाईँ भन्नुहुन्छ म सुधार भइरहेको छु, म सिकिरहेको छु, तब तपाईँको सोच तपाईँलाई नयाँ उचाइमा पुर्याउँछ। नम्बर 3 मा रहेको छ, विचार र परिस्थितिको सम्बन्ध। हामी धेरै जस्तो परिस्थितिलाई बाह्य कारणहरूको दोष दिन्छौँ, जस्तो कि सरकार, समाज वा भाग्य। तर जेम्स एलनको भनाइ फरक छ। परिस्थिति तपाईँको मन बाह्य अभिव्यक्ति हो। यदि तपाईँ सफल हुन चाहनुहुन्छ भने सफल सोचको अभ्यास गर्नुहोस्। यदि तपाईँ सन्तुष्ट खोज्दै हुनुहुन्छ भने धन्यवाद दिनुहोस्, गुनासो होइन। मनको बगैँचालाई राम्ररी स्याहार्नुहोस्, किनकि सोचको गुणस्तरले नै तपाईँको जीवनको गुणस्तर निर्धारण गर्छ। नम्बर 4 मा रहेको छ, सोच र स्वास्थ्य बीचको सम्बन्ध। एलेनले भनेअनुसार नकारात्मक सोचले हाम्रो शरीरमा नकारात्मक असर पुर्याउँछ। चिन्ता, डर, रिस यस्ता भावनाले शरीरमा तनाव पैदा गर्छन् र स्वास्थ्य बिगार्छन्, जबकि आशावादी, धैर्यशील र आनन्ददायक विचारहरूले तपाईँको शरीरलाई ताजगी, शक्ति र ऊर्जा दिन्छन्। सकारात्मक सोच भनेको केवल भावना मात्र होइन, यो स्वास्थ्य र जीवनशैली हो। नम्बर 5 मा रहेको छ, लक्ष्य बिना सोच दिशाहीन हुन्छ। जेम्स एलन भन्छन्, सपना देख्नुहोस्, लक्ष्य बनाउनुहोस् र त्यस अनुसार सोच सुरु गर्नुहोस्। जसको दिमाग लक्ष्यमा केन्द्रित हुन्छ उसले बाधाहरूलाई पार गर्न सक्छ। तपाईँको मन एउटा जहाज हो। यदि त्यसमा दिशा निर्देशन छैन भने त्यो मनको जहाज आदिमा गुम हुन्छ। तर यदि लक्ष्य निश्चित छ भने त्यही जहाज किनारमा पुग्छ, चाहे बाटो कठिन होस् या सहज। नम्बर 6 मा रहेको छ, शान्त मस्तिष्क शक्तिशाली हुन्छ। जेम्स एलन भन्छन्, शान्त मन सबभन्दा शक्तिशाली हुन्छ। जो व्यक्ति कठिन परिस्थितिमा पनि आत्मनियन्त्रण गर्न सक्छ ऊ साँचो अर्थमा विजेता हो। ध्यान, आत्मचिन्तन र सन्तुलित सोच अभ्यास गर्दा तपाईँको आत्मबल अकल्पनीय रूपले बढ्छ। नम्बर 7 मा रहेको छ, तपाईँ नै तपाईँको भाग्य निर्माता हो। जेम्स एलनले अन्त्यमा भन्नुहुन्छ कि मानिस भाग्यको खेलौना होइन, ऊ आफ्नो भाग्यको निर्माता हो। जसरी तपाईँ सोच्नुहुन्छ त्यसरी नै तपाईँको जीवन बन्छ। यदि तपाईँ सफल मानिस बन्न चाहनुहुन्छ सोच बदल्नुहोस्। यदि तपाईँ आफैलाई परिवर्तन गर्न चाहनुहुन्छ विचार बदल्नुहोस्। साथीहरू, एज अ म्यान थिङ्केट एउटा गहिरो दार्शनिक सन्देश भएको सरल किताब हो। यो पुस्तकले हामीलाई सम्झाउँछ कि परिवर्तन बाहिर होइन, भित्रबाट सुरु हुन्छ। तपाईँको सोच सशक्त भयो भने तपाईँको जीवन पनि सशक्त बन्छ। तपाईँ यस पुस्तकका कुन कुरा आफ्नो जीवनमा लागू गर्न चाहनुहुन्छ? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोस् र भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।